फुलमाया खाजा गर्ने नाम चाहिँ मिठो छ अहिले आउने बेला बस्नु पर्छ ल हामी त्यहाँबाट यस्तो जाने ल अहिले यस्तो माथि यता हो मार्बल जाने डाँडा के भयो दिशा कुज्यो क्या कहिले काहीँ सुचिहाल्नु ठाउँ चाहिँ मस्तको पिस खालको छ ट्रेकिङ टाइपको डक्क दामी यता आउने प्लान चाहिँ उहाँकै हो दामी छ जोस् अहिले चाहिँ आउँछ थाहा भइसक्यो मान्छे अहिले चाहिँ के हुने होला जति मेरो स्टामिना छ नि तिम्रो यो छ नि यस्तै हो बाटो जिरो नट फ्याट इट इज वन प्याक अन्डरस्टुड ब्रो यो कसले मेरो हो रमाइलो 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 तर गर्मीले धुस हान्दैछ कि झ्याउ लाग्ने यता थाकिसक्यो मलाई योड्डा हटायो कहाँ थाक्छ होइन गाह्रो ए मुड्या छ बेल त लाज मान्दैन है किन हाँसे ठिक छ गर्नु भएको छैन आज धुस हुन्छ बल्ल स्वास्थ्य ठिक भइरहेछ यहाँ सानोतिनो खोलाहरू पनि रहेछ ठिक छ ब्यागमै बनाइरहेको यस्तो यस्तरी ब्यागमा के छ थकाइ लाग्यो होइन हामी चाहिँ जन्ती गइरहेछौँ त्यो चाहिँ अलिक सेक्रेट प्राइभेटमा राख्ने भन्नुभएको छ डाइरेक्ट उठे गएपछि पब्लिक हान्ने अरे क्या गाह्रो हुन्छ हामी जाडी गर्छौँ नटे खौडी गर्छु वाह दामी गीत सुन्ने होइन भाइब्स आइरहेछ गर्मी पनि छ तर भाइब्स पनि छ गीत सुन्दै मस्त बाटो गएर ठाउँ न त्यो गाइस गाह्रो भन्दा पनि ठिकै छ नथिङ इज पोसिबल एभ्रिथिङ इज पोसिबल रे के हो पसिना नथिङ इज इम्पोसिबल एभ्रिथिङ इज पोसिबल ओ दामी म्यान सही हो सही हो सही हो ल गाइस हामी देखाउटी गर्दैछौँ चुटिया चुटिया दुईजना मात्र है दुईजना मात्र साथीहरू हिँड्न नसकेर पछाडि आउँदैछ हामी दुईजना चाहिँ पुरै गीतमा हैन अनि डान्स गरेर अगाडि यो म्युजिकको जोस एनर्जी ल त हामी चाहिँ टक्क पर्खिरहेको अवस्था हैन हामी चाहिँ अगाडि आइसक्यो त्यही भएर अरू चाहिँ पछाडि आउँदैछ हामी चाहिँ बाटो यही हो ठिक छैन गाह्रो छ नि त अलि नजिक आऊ न वाट इज योर नेम वाट क्लास डु यु वाट क्लास डु यु रिमेन ठिक छ यो बेबे किन सोलो होइन मनपर्छ सोलो त अगाडि रहेछ सोलो भाइ त के छ थकाइ लाग्यो छैन Hi guys. यो हो नि त भाइब्स है हामी चाहिँ फोटो खिच्न लाग्यो एकछिन अहिले चाहिँ मिठो फोटो सेसन पछि हामी हिँड्न लाग्यो फेरि यात्रा सुरु हैन ठिक छ गाह्रो छ खै मेरो कान्छी के छ कान्छी दामी छ यार क्युट छ नि कति क्युट छ हैन जेठी हो यो गाह्रो
बिचरा यो यसको के दोष है मलाई मेरो कान्छीले अबबाट पछाडि हिँड्नु पर्यो र अगाडि हिँडेपछि के छ सब निराश हजुर भाइहरू के छ ठिक छ भाइहरू ल ल ल ल ल ल ल हान्नु पर्यो उहाँ चाहिँ सब कुराहरूले परिपूर्ण भएको मान्छे मल्टी ट्यालेन्ट मल्टी ट्यालेन्ट यसको सुन्नु पर्यो ल ल हेर न हेर सृष्टिको के गनायो ओहो यो त पकाएर खानेवाला हो कस्तो गड्यो होला गना रहेछ तर यो गनेन कति दिएर है ल्यान्डस्लाइड गरेर हो के गड्योलाको विपत्ति कति फाइदा हुन्छ नि अनि म कस्तो माछा मार्नु ल खै हेर न हेर सृष्टि एकछिन यार थाकिरहेको यस्तो भाउ खोज्नेहरू यार हात्तीबाट बसौँ नि ल हामी उठे गएर भेट्छौँ गाइस त्यो च्याप उता जङ्गलको यात्रा सुरु नुहाइरहेको यस्तो छ नुहाएर आएको म चाहिँ पसिनाले नुहाइछ गाह्रो छ पसिनाले नुहाउनु पर्छ यार बाटो यस्तो जुगाहरू हुन्छ अरे यहाँ कस्तो हुन्छ यहाँ त लेकको जुगा पाउँछ हो र प्योर लेकको हो आज त पानी बढाएको छ अनि त्यही भएर पनि हुन्छ होला कि या जङ्गल 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 यहाँ पुरा खोला पनि रहेछ तर पानी नभएको खोला है अभिषेक भाइ नलड ल बाटो चाहिँ यस्तो छ कि धुस सम्हालेर हिँड्नुपर्छ गाह्रो छ नि यार बल्ल गाउँको भाइब चाहिरहेको छ आई मिस माई भिलेज यार बल्ल ट्रेकिङ वाला फिल आयो बाटो यस्तो छ यार पुरै डिफिकल्ट गाह्रो छ नि यार भिडियो गर्नु कस्तो त यो बिस्तारै बिस्तारै फेरि भैँसी लडे माया भन्नु पर्दा म पो लड्छु क्या ल हान्नु पर्यो अहिले म चाहिँ भैँसी लडे है माया भन्नु पर्दाखेरि ठिक छ भिडबाटै हेर नमजाले लड्छ बिस्तारै ल दामी आइसक्यो चिप्लो छ यार बाटो मस्त बाटो पनि यस्तो छ यार बल्ल गाउँतिर दाउरा घाँस गरेको फिल आएर तर हामी चाहिँ ट्रेकिङ ठिक छ होइन वाह दामी देख्यो त भाइ तिमीलाई यार यता हेर न कि बोल न दामी यहाँ पानी चाहियो भने पानी पनि रहेछ हामी किल पनि ल्याउनु पर्ने क्या है किल चाहिँ ल्याएन के हो गाह्रो त्यो गाई चाहिँ हामी देखाउने गर्छौँ यो बाटो पनि यस्तै छ यदि गर्नु होला र यस्तो सिग्नलहरू पनि दिँदो रहेछ है केटा पुरा जानलाई बाटो त्यो भएर बाटो चाहिँ यस्तो मस्तकै छ उतातिर त हल्का यो खोलाएर चाहिँ बाटो बगाएर चाहिँ अलि गाँटगुलरै भएको रहेछ त्यही भएर यो बाटो चाहिँ राम्रो छैन राम्रो नै छ ठिक छ एकदम जङ्गलको भाइब्स आइरहेछ त्यो यहाँ पानी पनि रहेछ है
स्विमिङ हान्ने हो क्या तर स्विमिङ हान्ने जस्तो चाहिँ छैन यो के हो यहाँ बाटो कुच के है दामी छ यार के हो यो पुरै नेपाल बन्द फिल भइरहेछ त्यो त गाह्रो पानी छ मिठो हो के छ पानी चाहिँ मस्त रहेछ ल सुभाष सर स्विमिङ हान्नु पर्यो मलाई चाहिँ ठिक्क हुन्छ अरे दामी छ ल म चाहिँ यो लोडु के अरे नाम नभएको बाटो जाँदैछु पुरै उ छ बाटो घिना बनाउँछ गाह्रो छ नि यार के छ जुकारी फोटो खिच्नुहुन्न क्या के छ बहिनी हिँड्न मन लागिरहेछ दामी तिमी स्विमिङ गर्ने ठाउँ तल थियो यहाँनिर मैले देखेको तर मलाई मन परेन अभिषेक लाइन लागेर हेर न ल छिटो हजुर आउनु छिटो पछि त्यो गर्नु अब चाहिँ सँगै हिँड्ने प्लान भयो यो भाग्दिन्छ यो ल यहाँ तपाईँ दिदीबहिनीहरू बिचमा हिँड्नु ल अगाडि नहिँड्नु जुकाले अट्याक हान्ला गरे बिस्तारै बिस्तारै हिँड्न ल ल हामी चाहिँ जङ्गलमा आइपुग्यो कहाँ हो यो अब गाह्रो पर्यो यार ठिक छ होइन बहिनी पानी परेर बाटो एकदमै धुस पुरा ढुङ्गामा टेक्दा पनि ढुङ्गै गल्किन्छ हौ लास्ट हो गाह्रो छ नि यहाँ यो खोलै गइरहेछौँ हामी यो चाहिँ खोला तर कस्तो पानी नभएको खोला कि टाइपको यहाँ पानी भइरह भए स्विमिङ हान्ने हुन्थ्यो होइन सर्जा बहिनी पानी नै छैन त उही कति गड्यौला उठ्यो यहाँ हेर न कति लामा गाह्रो छ त कति छैन यार हाम्रो गाउँमा त्यत्रो सर्व जस्तो हुन्छ गर्नु स्विमिङ पुल कमल खेल्ने गाह्रो खुट्टा धुलिन्न अनि कस्तो कन्ट्रोलले गइरहेछु म यो यस्तो ठाउँमा यस्तो कुरा गर्ने होइन यो कुकुर पनि ट्रेकिङ आयो यार यसको नाम अबदेखि स्विटी है कान्छी हो ए कान्छी यार हाउसफुल 5 मा छ नि कान्छी यहाँ चाहिँ मान्छेहरू पहिला पनि आएको रहेछ टक्क हजुर बोइज हो र कान्छी हो के त्यसको नाम यहाँ चाहिँ मिठो पानी रहेछ कमल यहाँ क्यामेरा गर त एकछिन गाह्रो भिडियो गर त हामी चाहिँ अब मुख धुन्छौँ पसिना यहाँ डह्रो छ माथि हो कि बाटो चाहिँ
माथि आइसक्यो त पानी त निस्केको तिमी पनि गर्ने पानी मुक्ने ठिक छ क्या मस्त फिल भयो यार पिउँछ होला है पानी पिउँछ कि न यो पानी पिउने हुन्छ ए एकचोटि ट्राई गर्नु कस्तो छ भयो यार केही हुँदैन तर जङ्गलको चाहिँ अर्ग्यानिक नै हुन्छ होइन अर्ग्यानिक होइन नेचुरल भन्छ यसलाई त्यो पानी अर्ग्यानिक हो है बोल्न हल्का के त हो नि गाह्रो भइहाल्छ चिप्लेला है चिसो छ चिसो रे चिप्लो पानी परेर गाह्रो गाह्रो यो हामी जाडे गर्छौँ तपाईँले देखाएको त हो नि हेर्नु न पुरा ठकाइ लागेर अगाडि हेर्नु गाह्रो यस्तो उकालो चढ्नुपर्छ ल हामी देखाउँदै गर्छौँ तपाईँहरूलाई अहिले चाहिँ हेर्नु पर्यो आफ्नो ज्यान पनि सेफ्टी राख्नु अहिले चाहिँ म यहाँ बस्छु एकदमै थकाइ लागेको छ हाम्रो साथमा ऊ पनि आएको छ कसमै आयो पानी छ कम के अरे सोलमन पानी छ गाह्रो खोला खोला भन्ने कि भन्ने सब थकाइ लागेछ कि त हामी चाहिँ बाटो मिस्टेक गरेछ कि भएर हामी चाहिँ फेरि फर्केर अर्को सही बाटो जाँदैछौँ गाह्रो छ नि यार नथाहा पाएको ठाउँमा थाहा पाएको मान्छेले पनि थाहा पाउनु भएन सके पहिले धेरै पहिला आएको रे त्यो भएर के छ भाइ धेरै गर्नु छ गर्मी रे सही हो गर्मी त भइहाल्छ नि यार ल यस्तो छ यार बाटो ट्रेकिङको लागि चाहिँ मस्त छ गाह्रो छ नि यहाँ लगेर ओ भाइ यता होला त यो बाटो छ त कहाँ छ यो बाटो जस्तो छ त बाटो छ त यहाँ बाटो जस्तो छ त छ बाटो के यहाँ बाटो जस्तो छ दामी हामी चाहिँ कहाँ जङ्गलमा आएर फस्यौँ यता जाने कि उता जाने कि बाटो भन्नु छ के हो के यो बाटो होला कि बोल्छु यो बाटो होला कि फिक्स यो बाटो पनि हुनसक्छ उता पनि गएको छ तर थाहा छैन होइन यो घुमेर यहाँ त पुरै जङ्गल छ त यहाँदेखि कता जाने कि बरु त्यही बाटो गयो हुन्थ्यो मान्छे हिँडे जस्तो त छ तर गाह्रो छ यार जाऊँ न हिँड्नु यो त बालेको जस्तो छ के अरे म्याप हेर्नु गाह्रो बाटो हो त यो त बाटो बाटो गाह्रो छ बाटो गाह्रो छ गाह्रो यो चाहिँ यस्तो छ के भन्ने बाटो कहाँ हो यार यस्तो जङ्गल छ बे गाह्रो छ त के भन्ने यार गाह्रो हजुर के छ थकाइ लागेको छैन बाटो यस्तो छ यार दज्जु छ यार यस्तै हो बनेल
यहाँ चाहिँ बाटो चाहिँ होसियारी पूर्वक हिँडेर तल खोला पुग्ने सम्भावना हुन्छ। हामी चाहिँ बाटो हेरेर मस्त हिँडिरहेको छौँ। के बनाउनु हो गाइजहरू यहाँ सबैजना छन्। रामसँग हिँड्नु खस्यो भने म खोज्न जाने वाला छैन। Oh my god! Wow! म गयो भने फेरि अगाडि बेला लगेर जान्छु फेरि। म चाहिँ कसैलाई लग्दैन। यहाँ चाहिँ थाड्दै उकालो छ, पुरै उकालो। गाह्रो छ नि त यार, उकालो छ कि झर्दाखेरि गाह्रो हुन्छ, यो बाटो झर्दै अलिक गाह्रो हुन्छ ल। क्याच गर मतलब ल यस्तो छ यार। ढुङ्गा नफालो है, जङ्गलमा मान्छे हुन्छ, जो पनि जङ्गलतिर ट्रेकिङ जानुहुन्छ त्यो ढुङ्गा चाहिँ नफालिदिनु होला, किनकि हामी मात्रै छैन नि त जङ्गलमा मान्छे, अरू पनि हुनसक्छ, कोही डेटिङ आएको पनि हुनसक्छ होइन। त्यस्तो त्यस्तो गाह्रो छ नि त, त्यही भएर तिम्रो सोच बोझ फेरि उयो मार्बल डाँडो पनि छ, त्यो पनि दामी छ। हामी माथि उठे गएर भेट्नेछौँ। बाटो चाहिँ भेट्यो अरे, तर हामीले चाहिँ भेटेको छैन। हामी चाहिँ यही बाटो गइरहेछ, पुरै जङ्गल छ, हेर्नु सक्नु। के हो के भन्नुहुन्छ, के भन्नुहुन्छ? म अहिले पछि भन्छु। ए यो बाटोको बारेमा अहिले हामी डिस्क्रिप्सनमा भन्नेछौँ सबैको, अन्तिममा निष्कर्षमा, होइन सर? के छ? एब्सोल्युटली जीवनको यात्रा पनि यस्तै हुन्छ, हुन्छ, फेरि सङ्घर्ष गर्नुपर्छ। कहिले ऊ यसरी लडिन्छ, सङ्घर्षको फल मिठो हुन्छ नि त। यहाँ बसौँ न, हामी चाहिँ यहाँ बस्छौँ। सब थकाइ लागेछ। बाटो चाहिँ यो रहेछ, जानेलाई यो बाटो जानु हो के त, सब थाक्यो। गाह्रो कस्तो फिल भइरहेछ? अरे प्रभाव कहिले आउँदैन, हिँड्नुपर्छ। अब कहिले आउँदैन। के छ बहिनी? बहिनी नो वर्ड, पुरा बोल्नु सकिरहेको छैन। चिल गाई यो म्यान। ल हामी यहाँ हिँडेर यहाँ चाहिँ सिधा बाटो रहेछ, हामी चाहिँ हिँडिरहेछौँ। दामी भ्यू त दामी छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। जङ्गलमा दामी चिल हान्न दामी हुन्छ। गाडी साडी बाइक साइक चाहिँ आउँदैन, यता हिँड्नै पर्छ। त्यो मस्त दामी छ, ठाउँ चाहिँ दामी मस्त चिल टाइपको छ। अहिले चाहिँ अगाडि चाहिँ गर्मी भइरहेको थियो, अब चाहिँ गर्मी छैन, विथआउट गर्मी। अब चाहिँ मस्तको हावा चलिरहेछ। त्यो अब चाहिँ हामी उतै गएर भेट्नेछौँ। त्यो चयरको यहाँ चाहिँ एउटा घर देखेको छ, झुपडी भन्दा पनि अर्का बस्ने ठाउँ, थकाइ मार्ने ठाउँ हो। यहीँ बसेर खाएको ठाउँ चाहिँ मस्त रहेछ त, दामी
सो यो युट्युब च्यानलको स्टिकरहरू भयो त्यहाँ हालेर तास्ने भन्थ्यो होइन बहिनी पछि खट्टै युट्युबर भयो भने तास्नु पर्ला ल तिनीहरू उता गएछ नि यता भनेको वहाँ माथि गयो तल आऊ तल हुनु चाहिँ त्यो बाटो गएछ माथिको यो बाटो हो हामी जाने चाहिँ गाह्रो छ गाह्रो म चाहिँ बसिरहेको छु गाह्रो यिनीहरू चाहिँ गाई चाहिँ उता माथि गएको रहेछ तर बाटो चाहिँ यता हो कि हिँडाउने चाहिँ को हो ओइ सिडी त यहाँ रहेछ त दामी के छ दुःख भयो पागल मान्छे म त रोकेको थिएँ कि बिचमा अनि उति सब टुप्पामा पुगेर आयो रमाइलो भयो केटाहरू चाहिँ धोजु दुःख पाएछ कि अझ अरू केटाहरू आइपुगेको छैन माथि नै छ होला हामी चाहिँ टक्क यहाँ फोटो सेसन कार्यक्रम मस्त हल्का यहाँदेखि अझै हिँड्नुपर्छ यता नै हो बाटो केटाहरू सब निराश छन् रिसाएको हो क्या सौगात भाइले पुरा धोजु गर्दैछ जे भयो भने रमाइलो हुन्छ कहिलेकाहीँ रमाइलो गर्नुपर्छ होइन त्यही त हो गाह्रो छ नि त अनि यो चाहिँ मेरो हाम्रो पार्टनर 3 जना अगाडि 1जना मात्रै थियो यो मात्रै थियो अहिले चाहिँ उसले ग्याङहरू ल्याएको रहेछ टक्क मस्त टक्क इट्स अ म्यान ठिक छ सो यो के हो दुःख पाइयो आम्बो के छ ठिक छ होइन दुःख दियो कसले मैले त होइन के भयो तिमीहरू त गाइड तिमीलाई त यहाँ केटाहरूले धोजु गाली गरिरहेछ त ल्याइदिनु न त भयो छाडिदिनु आफै ल्याउँछ केटाहरू गाह्रो हुन्छ हामी चाहिँ खौडी गर्छौँ तपाईँहरूलाई सही अहिले चाहिँ 10:30 बजिसकेको छ अनि हामी चाहिँ मस्त हिँडिरहेको छौँ त्यो हेर चराप अब कति टाइम लाग्छ आइसक्यो अब अहिले कता ए कस्तो दामी आएको छ भ्यू चाहिँ गाह्रो अब चाहिँ हामी आइपुग्न लागिसक्यो अनि बाटो चाहिँ अब त्यस्तै त छ जस्तै पनि सङ्घर्ष गरेर आइपुग्यो ल यहाँ चाहिँ जुका है केटा हो जुका त्यो पाल मात्र परेको कि जुगा छैन किराले हो कि जुगाले होइन पुरै धोजु बनाइरहेछ त जुकादेखि डराउँदैन डरै लाग्दैन बडा हरामी हो बेटा छैन त्यो जुगा सही हो यहाँ चाहिँ जाडै छ पुग्दैछ भनेर यहाँ सिग्नल पनि दिँदो रहेछ है केटा सिग्नल त होला होइन सुभाष सर हजुर सिग्नल अब आइपुग्यो भन्नलाई ल हामी डेस्टिनेसनमा पुग्दैछौँ पुग्दैछौँ अब त्यही 1.5 घन्टा 1.5 घन्टा पनि टन्नै छ यो पार्कमा हामीलाई यहाँ 10 मिनट भनेर 2 घन्टा लाग्न लागिसक्यो गाह्रो छ हेलो कस्तो थकाइ लाग्यो यार सिडीले लास्ट थकाइ लाग्दो रहेछ अगाडिको सिडी गर्ने थाकेर ढुस भोलि स्कुल बिदा भोलि सबै बिदा जाम हिड्नुहोस् उठ्नुहोस् सबजना ढुस मेन ढुस म हेलो सबैभन्दा थाक्ने मोमेन्ट मात्रै है हो नि लास्टमा हिँडेर स्लो हिँडेर नथाक्ने
अगाडिको मान्छे नहिँडे अनि पछाडिको मान्छे कसरी गाह्रो केटाहरु बिचमा केटीहरुले बिचमा गरेर हामी खाइन थाकेन लड टिकेर बसेको मलाई अनि यो त भाइ पनि थियो यार कहाँबाट थियो यो सबजना गाह्रो तिमीलाई मम्मीको याद आएर भेट्यो केटा हो अनि बहिनीले चाहिँ टिप्ने अरे काफल काफल त्यस्तो छैन क्या हो हामी चाहिँ यता आइपुग्यो अझै पुगेको छैन हामी बहिनीले टक्क च्याप अब उता बाटो काफल के मस्त काफल 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 बहिनीले टक्क टिपिरहेको छ च्याप तपाईँहरूले खाने होइन बल्ल थाहा हो अरे मान्छे कहाँबाट आएको भनेर अरे उहाँलाई ए तिम्रो साइडमा हेर त हो त्यो एउटा फालो त यहाँ तल फालो त म क्याच गर्छु भन्न खोजेको बाडर युगबाट आएको भन्न खोजे होला तिमीलाई नहीं सारुण के यहाँ कुछ तो गड़बड़ है जरूर कोई ना कोई गड़बड़ गाह्रो खाली पेटमा त मजा आउने काफल मस्त है भनेपछि अगाडि पनि छ है अब तर त्यस्तो धेरै छैन रहेछ गाह्रो म चाहिँ यहाँ मैले यहाँ देखेँ होइन टक्क यहाँ यो है टक्क हल्का स्राप हामी चाहिँ हिँडेर थाकिसक्यो सबजना थकाइ मारिरहेछ दगरो सङ्गीता दिदीको नि आउँदैन सङ्गीता दिदीको भने हामी के भयो मेरो त कुर्ता भिजिसक्यो केटाहरू भेट्यो सबजना सुनेन के सुनेपछि त रोक्थे नि अघि त्यत्रो उल्टो बाटो गइसकेपछि मैले कल गरेर यता भनेपछि बुझ्नु पर्दैन आफैले भयो मन खल्नु नरम भयो क्या भयो अब गयो सिधै सात दिन अब सिधै एकछिन थकाइ मारौँ अनि फेरि खेल्दै जाउँ तल रे पानी त्यति नै हो छैन त्यो केटा मन नडुकाउ यस्तै हो अगाडि कति कराएको तिमीहरूलाई यार कति कराएको बोल्दै बोल्दैन कोही पनि हो र अनि के रिसाउनु पर्छ भाइ खेल्ने जङ्गलमा 2000 years later अब यहाँदेखि हिँड्न सकिन्न गाइस अब फर्किने यस्तो नुहाएको जस्तै भइसक्यो ल अब तल छिटो कहाँ बसेर आम्मा यसलाई थकाइ लाग्दैन यो यार यता हो अर्को दुईटा कुकुर माथि छ भने ओ यार यो कुकुरहरु हामीलाई गाइड गर्न यार दामी हाम्रो सेक्युरिटी गार्ड हो नि त उहाँ चाहिँ अगाडि रोइराख्नु भएको थियो है ए रोएको होइन सरी ल पानी हल्का उल्ला लाग्यो अहिले पर्दैन अहिले 40 पानी पर्ला जस्तो गरेको छ यहाँदेखि माथि चाहिँ सकिन्न होला अब लास्ट थाकिसक्यो त्यो अब चाहिँ फर्किन्छ अब तलसम्म जान्छ अनि के ल्याएछ ड्राई फ्रुटहरू खान्छ अनि गाह्रो छ नि मेरो पार्टनर खुट्टा भालो लिएर यस्तो मोटा गाह्रो भिडियो पछि हेर्नुस् न जुकै ननिकाल्न भिडियो बनाइरहनु भएको छ क्या अङ्कित पनि जुत्तामा बसेको
खाइदिनुहोस् म कस्तो दुख्छ जुगाले त्यो गरेपछि जोग्ने हो भएन के भेटिएन लाइटर के उचाल्नु त एलिसालाई बोलाउन एलिसा त्यो त्यस्तै हो यी गएछ यी यो त जति टुक्रा भयो उति निस्किन्छ न्यु एलिसा जुगा जुगा मार्नु पर्यो ओइ भावना लगेर लग न भावना जो अगाडि म गइहाल्छु अब तल हिँड्दाखेरि म गरिदिन्छु ल ओइ भावना लगेर अगाडि लग्छ लास्ट हुन्छु कसरी त्यो जुत्ता भित्र पस्यो तिम्रो खै त अनि त्यो खाएर पुरा सक्या रहेछ कसरी पस्यो त त्यत्रो खै यार हेर्नु न पुरै यहाँ भित्र पसेछ त नि पुरै कस्तो बनाइरहेको छ के भयो अन्त आज कस्तो अहिले पर्दैन अहिले तल गएर गरौँ सबै लास्ट यार तिमीलाई अहिलेसम्म जुगलाई टोकेछ अघि नै खै यता अड्के थियो मैले स्प्रे गरेर सफा गरेँ अहिलेसम्म टोकेन लाइफ टाइमभरि नै ओके देन तिमीलाई म एकचोटि लेकमा लग्छु अनि त्यहाँको लेकको ढाडी जुगा टोकाउँछु ल जिन्दगीमा पनि आउने होला तिमी लेकमा गाह्रो मलाई थाहै थिएन यार कस्तो दुख्छ त्यो गर्दाखेरि त्यहाँ बस्ने अब गाह्रो तल हिँड्ने लेट्स गो गाइस धेरै टाढो छैन तल बस्ने अरे प्रतिक्षालयतिर त्यहाँको किला हराउला है डोब्बी हान्यो डोब्बी यसरी पाउना त होइन ठुलो छ पनि पाउना हो संसारमा हामी सबैजना पाउने पानी खान आज माइत आउनु भएको पानी पुस्नु पानी छैन के भन्ने लाइक सब्स्क्राइब गरिदिनु भन न म भन् हाम्रो अङ्कित दाइलाई लाइक सेयर सब्स्क्राइब सबैले मेरो तर्फबाट चाहिँ अब बेलुका आउँछ है आउनु पर्यो अच्छा ठीक है उहाँ चाहिँ रोइराख्नु भएको छ धेरै गाह्रो भयो अरे के रे सौगात दाइ सम्झे हुनुहुन्छ सौगात चाहियो नि त हामीलाई पनि त्यो एउटा दिनुस् न के छ म्याम हुनुहुन्छ बडो सुरु हो माग्ने स्टाइल के भयो सङ्गीतालाई राडी सुटे होइन अब हामी के बनाउँछौँ खान्छौँ सबैजना हाँस्नु होला अरे अब यहाँ के हो स्प्राइटहरू छ के हो त्यो खोर्सानी हो क्या अब ती बजाउने के हो छ यो खरबुजा चोकोपाई पनि छ सबजना खानालाई मेरो त्यसमा छ बल्ल याद आयो हेर अनि बाटोमा त खोइ त अरू चाउचाउहरू मेरो त्यसमा छ के छैन लुगा मात्रै गरुङ्गो छ है बिस्तार ए त्यो भित्र मेरो कपडा नि छ यार यो बाहिर राखेर अहिलेसम्म त मुख खाइरहेको छ पुगिहाल्छ यति धेरै सफा यसमै मिक्स गर्ने हो सबै यहाँ चक्कुटा युनिक रहेछ प्याजहरू पनि सबै यसमै मिक्स गरिदिने त्यसो त दामी भयो यार लाଗୁरी भन्छ है मासुहरू सब थियो त्यसो त्यसमै बनाउने
मिठो डबल गर्दा हुन्छ रेडी पारेर तपाईँले भइसकेको छ रेडी भइसकेको छ पसिनाले होला यदि तयारी हाम्रो यता सेप पुरा चस्मा लगाएँ यता हेर न सेप चस्मा लगाएँ यता मान्छे सेन्टीमा चम्ची त ल्याएन होला नि फेरि हात सब हातले पानीले धुनुपर्छ होला सुभाष दाइ चम्ची छ है अब त्यस्तो पुस्छको सुभाष दाइ के गर्छ बरु यसले खानु सुभाष दाइ त्यसको कार्टुन खोइ दिनुहोस् न म चमच बनाइदिन्छु यसले सबलाई नि हुन्छ त चम्ची दिनुहोस् अब तपाईँ त्यो दिनुहोस् बरुभन्दा प्याजलाई चक्कुले काटेर अलि यो काँक्रालाई कैचीले काटेर मोबिन दादाको थाहा छ के भन्छ मोबिन दाइ उहाँ अनुहार उहाँ आफै आएन भने कति फिल परिरहला होला एकजनाले उ गर्नु न हैन मेरो त पर्दैन मलाई प्राइभेट मन पर्छ मलाई लागेन त्यस्तो हेर्नु भएको है आफै ए दाइले हेरेर आउनु भएको किनेको गुड हेर मस्त लाग्यो तिमीलाई त्यस्तो लागेको मात्रै हो 10 मिनेट बस आउनु पर्छ अब से बसन कति उठ्यो प्लास्टिक त लग्ने रे कहिले भन्दा यसले सही लाग्छ वा ओ चम्मच यत्रो चाहिँ हुनुपर्छ ल यसरी बनाउँदा रे यसले त मिक्स चाहिँ केले गर्नु यो त काट्दै गर्दैन एउटा लट्छ यो सबै लगेपछि 100 रुपैयाँ आउँछ रे अलि किरो भइस लास्टमा खाने कि हामी 100 रुपैयाँ आउँछ रे यो लगेपछि हजुर 100 रुपैयाँ आउँछ त अगाडिको आफ्नै पैसा त आउँदैन अब चढ्याप यहाँ चाहिँ मस्त बन्दैछ है केटा हो अब चढ्याप खानुपर्छ कोक त 2वटा हो कि 3वटा हो स्प्राइट पनि छ है यो कुकुरहरूलाई पनि दिनुपर्छ है कहाँ गयो मेरो कान्छीलाई झन् दिनुपर्छ क्या कान्छी केटा हो यार कान्छी भन्न तपाईँले कान्छी नाम राख्दै होइन ल ल मै हो त्यो अगाडि त एउटै थियो ग्याङ बनाएछ भने 3वटामा कहाँ गाछो है त्यस्ता काटिसक्यो मेरो तिमीले एउटापट्टि माया लाग्छ मलाई म बरु मेरो भाग्ने छोरी दिमला भन्ने सोचिरहेको अनि के गरेर बस्दैथ्यौ तिमी अहिले हैन होला हैन होला यत्रो काटेर देखेनौ भाइ अब भिडियो 1-2 वटा हेर्दिम न यसो मलाई नचलाऊ है शान्ति तिमी यहाँ चटपटे टक्क है काट्नुस् यो कहाँ छ प्याज देऊ खुर्सानी यत्रो सबै हाल्ने भइहाल्यो भनेर यहाँहरूले राम्रो बनाउनु एउटा राख्नुहुन्छ एउटा लाउनुहुन्छ फेरि एउटा राख्नुहुन्छ एउटा लाउनुहुन्छ योभन्दा धेरै गर्नु पर्दैन सक्यो रिचकिट भइसक्यो यस्तै हो नि फेरि हैन चस्माको रिचकिट के चस्मा मात्र हो नि फेरि अरू चाहिँ होला बिस्तारै वाउ सक्यो वाउ दामी यार बिस्तारै गर्नु है हात काट्नु यता चाहिँ भइरहेछ है कमी लागेछ डन भावना छिटो मलाई मेरो किचन तिमी यता आऊ है देखिछु रेडी भइरहेछ मस्त दामी सानो न सानै छ मेरो किचनस के ल यो अलिकति खायो सबले कुरा सुनेर हाँसिरहन्
जान्न के ओ तर दामी छ है मिठो अगाडिको यति सकिसक्यो उहाँले एक्लै सक्ने भन्ने विचार हो खान्छ नि धेरै चाहिँ पाउनु पर्दैन साह्रो छ त्यो कति चर्को छ किलो छ चर्को थिएन नुनै छैन घाउ भएर लाग्यो नुनै छैन नाच्छ उसलाई घाउ भएर लाग्यो बिहान त कति धेरै लाग्छ म खादिन ल त्यसो भए म खान्छु मेरो हातमा टाँसेको सबै मसला गेरा नभएको त्यस्तो नमस्ते पानी छैन त्यो बेला रुगा लाग्छ यार पिरो खाए कि रुगाले हो कि केले टिउम त ल पास बताउ न सबै उस्तै हो है खाली भावना दिदी मात्र ल मैले पनि रुगाले मिठो चर्या दिदीहरुलाई राख्दिनु त जन्मत दिदैन अरु अब यो र अर्को वाला अलि ठुलो ठुलो ल अर्को अलि सानो सानो अहिले त ठुलो ठुलो सानो होइन सुभाष दालाई सानो परे है अरु कोकोलाई सानो परे ए उहाँले खानु भएन दुईवटा राख्दिनुहोस् त उहाँहरु दुईजना छ है उहाँहरु दुईजना दुईवटा भयो म नि खानु पर्यो नि अब चाहिँ हामी फर्किन लाग्यो केटा हो बहिनीहरुलाई चाहिँ बिचौतिर हामीले चाहिँ यहाँ हानिसकेको सक्यो च्याप अनि एउटा टक्क त्यो गाह्रो भन्दा पनि ठिक छ रमाइलो भयो एकदम ब्यागमा हाल्नु जोले भने ब्यागमा हाल्नु ल को यो बिटिएस ब्याङ ट्याङ बिटिएस रे तिमी हो बिटिएस को फ्यान बिटिएस को बिटिएस को मन पर्छ मेम्बर म छप्री केपअप हो तिनीहरूले ओल हल्लाइरहेछ फर्किन लाग्यो हामी जान लाग्यो गो सबजना जान लाग्यो अनि चराप मिठो खाएर ओह्रालोमा गाह्रो हुन्छ नि अनि त्यही भएर भने मलाई दिनु मलाई मलाई चितवले एट्याक गर्यो गिटार बजाउन नचाइदिनु सोमो अगाडिको क्यामेरामा भाइरल बनेको भयो भाइरल हुनु छैन जियोस् 100K भ्युज आओस् भाइरल हुनु छैन 100K भ्युज आओस् टक्क मिलियन त सम्झिने हो यहाँ 50 भ्यू पनि जानु जान्छ होला आई होप सब्स्क्राइब गर्न भनिदिन्छु च्यानल छ र छ दुईवटा भ्लग हालेछ